हेलो गाइसहरू, आज चाहिँ म छायाक्षेत्र मन्दिरको दर्शन गर्न आएको छु र यो चाहिँ बिहानको समय हो। तपाईको एकदम सुन्दर वातावरण छ। यहाँ चाहिँ तपाईहरु पनि आएर चाहिँ यहाँ भेट्न सक्नुहुन्छ। एकदमै राम्रो छ यहाँको माहौल, यहाँको पूजाआजा तपाईको एकदम धेरै सुन्दर ठाउँ छ। तपाईहरु आएर चाहिँ यहाँ भिजिट गर्न सक्नुहुन्छ र मैले यहाँको पुजारीसँग पनि केही कुराकानीहरू गरेको छु यहाँको बारेमा। उहाँले पनि सबै कुराहरू चाहिँ भनिदिनुहुनेछ। एकदमै राम्रो छ। एकदमै तपाईको धेरै भक्तजनहरू यहाँ चाहिँ दर्शन गर्न आउनुहुन्छ। आज स्वस्थानीको पहिलो दिन पहिलो दिन आज जब साँझदेखि कथा सुरु, पहिलो दिन आएर छत्रेश्वरी भगवती मन्दिरको लागि भने चाहिँ दर्शन गर्नुभयो। मैले छत्रेश्वरी भगवती पिसाच महादेव अष्टभैरव तथा है सोगुमलाई पनि अनि कैलाश शिलाको तर्फबाट उहाँको तर्फबाट म धन्यवाद दिन चाहन्छु। त्यस पछाडि आज जुन पहिलो दिन हजुरले यहाँ चाहिँ है दर्शन गर्नुभयो है, त्यसै गरी अब आजदेखि हाम्रो यो स्वस्थानी है, अब आजदेखि हाम्रो सालिनीतिर चाहिँ मेला सुरु भइसक्यो है। तर हाम्रो यो ठाउँ चाहिँ अलिकति पर्सनली पछि है। त्यही कारणले गर्दाखेरि अस्ति नै उहाँले पनि अब मैले विकास उहाँलाई के भन्न चाहन्छु भन्दाखेरि उहाँले धेरैचोटि है, उहाँको चाहिँ मलाई धेरैचोटि पनि मैले अस्ति पनि हामीले अब माघे सुरु पनि भइराखेको छ है। त्यसमा अहिले पनि अब यहाँ हवन हुन्छ, त्यसपछि केही पाठ पनि हुन्छ महायज्ञको बारेमा। अनि त्यसको महायज्ञको बारेमा चाहिँ एउटा चाहिँ सतीदेवीको चाहिँ बाँकी पत्र भएको हुनाले उहाँको चाहिँ सतीदेवी को हुनुहुन्छ, दक्ष प्रजाति है को हुनुहुन्थ्यो, दक्ष प्रजाले किन है सतीदेवीको उहाँ चाहिँ भने दुर्गा माताले किन दक्षबाट अवतार लिनुभएको थियो है। सतीदेवी को हुनुहुन्छ अर्थात् छत्रेश्वरी को हुनुहुन्छ है। त्यो कुराहरू चाहिँ हाम्रो स्वस्थानी गीतामा उल्लेख भएको हुँदाखेरि पनि त्यो कुराहरू चाहिँ पनि हाम्रो पाठ चाहिँ भइराखेको पनि छ। त्यस कारणले गर्दाखेरि अब आज पनि अब नयाँ पाठ छ हाम्रो स्कन्द पुराणको चाहिँ आज पहिलो दिन शीर्ष कुरा चाहिँ भइराखेको हुन्छ। त्यसभन्दा पनि शीर्ष कुरा मैले योभन्दा पहिला पनि पढिसकेको छु। तर आज अब हाम्रो चाहिँ स्वस्थानीको चाहिँ मैले चाहिँ आज तपाईँको चाहिँ सतीदेवीको चाहिँ अब उहाँको चाहिँ हिजो सतीदेवीको जुन दुर्गा माताले दक्ष प्रजातिबाट चाहिँ वरदान पाएको चाहिँ दक्ष प्रजाति दुर्गा माताबाट जुन वरदान पाउनु भएको थियो। अनि त्यही कुराहरू चाहिँ मैले पढिराखेको थिएँ र अब आज पनि यसो हाम्रो महायज्ञमा पढिराखेको हुन्छ। अब अहिलेको समयअनुसार चाहिँ अब धेरै जसो अहिले मोबाइलहरूमा चाहिँ यो पुराणहरू श्रीमद् भागवतको कुराहरू चाहिँ पुराणहरूमा चाहिँ भेटिन्छ। तर चाहिँ सबै बुढाबुढीहरू मान्छेहरूले अब त्यो युट्युब चलाउने मोबाइल चलाउन नसक्ने स्थिति पनि छ कि। यस्तो स्थितिमा चाहिँ अब कसैले कोही अब अरूले यहाँ आएर है अब सतीदेवी मात्रै होइन कि हरेक कुराहरूको चाहिँ सत्सङ्गको बारेमा चाहिँ भगवान्को सम्बन्धी जुन कार्यहरू हुन्छ होइन। अब कसैको चाहिँ अब अहिले शिव पुराण धेरै मात्रामा कम लागिरहेको हुन्छ। अब भागवत चाहिँ लागिसके धेरै ठाउँमा, एक वर्ष पनि धेरै ठाउँ लाग्यो। तर चाहिँ शिव पुराण चाहिँ लाग्न नभउँदाखेरि अब शिव पुराणको लागि चाहिँ केही कुराहरू चाहिँ हामीले चाहिँ छत्रेश्वरीबाट चाहिँ शिव पुराणका कुराहरू चाहिँ भइराखेको छ। त्यस कारणदाखेरि अब पहिला चाहिँ अब शिव पुराणमा कुरा गर्दाखेरि तपाईँ चाहिँ पहिला चाहिँ उहाँबाट चाहिँ ओम भन्ने शब्द चाहिँ उहाँबाट कैलाशवर महादेव हुनुहुन्छ है। अब हाम्रो चाहिँ हामी पृथ्वी लोकमा छौँ, यस पछाडि तपाईँ चाहिँ कैलाश मार्ग भन्ने दुईवटा कुरा छ तपाईँको चाहिँ। यो पृथ्वीको कैलाश त अलगै हो, त्यो पृथ्वी कैलाशमा पनि गए हौँ। अब त्यो शिलाहरूले पनि दर्शन पनि गरिसक्नु भएको छ उहाँको शिला चाहिँ है। त्यो चाहिँ एउटा सामान्य व्यक्तिले है, एउटा सामान्य व्यक्तिले त्यहाँ गएर एउटा गएर आउन सक्ने कुरो हो हुन त त्यसमा है। तर चाहिँ जुन कैलाश भन्ने कुरो छ त्यो चाहिँ तपाईँको बिचको कैलाश, करुमय कैलाश छ एउटा है। त्यहाँ करुमय कैलाश छ। त्यस पछाडि सबभन्दा माथि हाम्रो चाहिँ 56 लोकभन्दा माथि हाम्रो चाहिँ ज्ञानमय कैलाश छ त। अब ज्ञानमय कैलाश जहाँ छ त्यहाँ ज्ञानमय कैलाश भनेको त्यहाँ तपाईँको चाहिँ त्यहाँ जन्म पनि हुन्न, मृत्यु पनि हुन्न। त्यो ठाउँमा चाहिँ जहाँ ज्ञानमय कैलाश छ, जहाँ सदाशिवहरू हुन्छ, जो ध्यानमा रहनुहुन्छ है,
त्यहाँ त अहिलेसम्म चाहिँ वर्म विष्णु पनि त्यहाँ पुगेको छैन भन्छ, जुन ज्ञान कैलाशमा छ उहाँको चाहिँ है। उहाँले चाहिँ तल कर्ममय कैलाशमा आएर वर्म विष्णुलाई उहाँले चाहिँ आफ्नो दायाँ हातबाट बायाँ हातबाट उहाँलाई चाहिँ सृष्टि गर्नुभयो है। दायाँ हातबाट मानेर सृष्टि गर्ने, बायाँ हातबाट सृष्टि गर्नुभयो। तर आफू जुन ध्यानमा हुनुहुन्छ ज्ञानमय कैलाश, त्यो ध्यानमय कैलाश भनेको चाहिँ उहाँ चाहिँ अहिलेसम्म कोही उहाँ चाहिँ ध्यानमा हुनुहुन्छ है। त्यहाँ चाहिँ चन्द्र पनि छैन, सूर्य पनि छैन है। उहाँ चाहिँ ज्ञानमय कैलाशमा है, दिन पनि छैन, रात पनि छैन, उहाँ चाहिँ ज्ञानमय कैलाशमा है। त्यहाँ ज्ञानमय कैलाश चाहिँ जानु त सबैको असमर्थै छ है। कर्ममय कैलाश भनेको जब तपाईँहरूको जब यहाँ जसले राम्रो काम गर्यो है त्यसको चाहिँ अब त्यहाँ जाने कुरा पनि भयो। त्यसै कारणले गर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ भागवतमा चाहिँ धुन्धुकारीका कुराहरू आउँछन् है। त्यसै गरी अब हाम्रो शिव पुराणमा चाहिँ है, शिव पुराणको महात्मा चाहिँ अब एकजना चाहिँ ब्राह्मण जो हुनुहुन्थ्यो है। अब त्यो एकजना ब्राह्मण हुनुहुन्थ्यो, उहाँले चाहिँ अब झन्डै तपाईँको रक्सी मासु है त्यसो खान त भन्छ देवराज है। यो अब मेन चाहिँ के हो भनेपछि यो तपाईँको छत्रेश्वरी जुन यो मन्दिर छ नि, हजुर, यसको मेन आस्था मेन चाहिँ के हो? मान्छे चाहिँ यहाँ आइसके पछाडि तपाईँको के कारणले चाहिँ यहाँ आएर दर्शन गर्दाखेरि मान्छेलाई सजिलो हुन्छ, के कारणले चाहिँ यहाँ आउने पर्ने मान्छेलाई त्यो एउटा प्रेरणा मिल्छ, त्यो बारेमा थोरै भनिदिनुहोस् न। अब मैले पनि अहिले भनिराखेको पनि छु है। पहिला त ज्ञानमय कैलाश भयो है, त्यसपछि उहाँ चाहिँ कर्ममय कैलाश है। त्यसपछि उहाँले चाहिँ 100 अवतार लग्नुभयो है। भगवान् शिवले 100 अवतार लिनुभयो है। पहिला चाहिँ ब्रह्माजीलाई सृष्टि गर्नुभयो दायाँ हातबाट, विष्णुलाई बायाँ हात सृष्टि गर्नुभयो र तैँले चाहिँ सृष्टि गर भनेर ब्रह्माजीलाई दिनुभयो है। त्यसो चाहिँ तैँले सृष्टि गरेर पालन गर भनेर चाहिँ विष्णु भगवानलाई दिनुभयो। त्यसपछि आफू चाहिँ हृदयबाट चाहिँ रुद्र अवतार लिएर चाहिँ उहाँले चाहिँ यस कर्ममय ज्ञान कैलाशमा जुन कर्ममय कैलाश छ उहाँबाट चाहिँ उहाँ चाहिँ सृष्टि गर्नु है, उहाँ गर्नु संहार गर्नुहुन्छ। त्यही कारणले गर्दाखेरि त्यसबाट उहाँले चाहिँ रुद्र अवतार भने जुन लिनुभएको थियो है, रुद्र अवतार है। त्यही रुद्र अवतार जो छ उहाँ चाहिँ अब त्यही रुद्र अवतार जो छ नि अहिले जुन यो सतीदेवीको यहाँ जुन सतीदेवीलाई चाहिँ उहाँले चाहिँ उ गर्नुभएको थियो होइन। सतीदेवी भनेको चाहिँ दुर्गा अवतार है। सतीदेवी किन हुनुभयो ठाउँमा चाहिँ किन सतीदेवीको 22 पतन किन भयो, के कारणले भयो भन्दाखेरि चाहिँ अब ब्रह्माजीले सृष्टि गरेपछि मनुष्य मैले अरू सृष्टि गर्छु तर मनुष्य सृष्टि गर्यो भनेर चाहिँ दक्ष प्रजातिलाई जिम्मा दिनुभएको थियो कि दक्ष प्रजातिले है। दक्ष प्रजाले सृष्टि गर्यो भनिसकेपछि उहाँले चाहिँ 3000 वर्ष माताजीको भन्दा दुर्गा माताको दक्ष प्रजातिले क्षीरसागरमा गएर चाहिँ तपस्या गर्नुभएको थियो दक्ष प्रजापतिले है। तपस्या गरिसकेपछि अनि उहाँले चाहिँ क्षीरसागरमा गएर तपस्या गरिसकेपछि दुर्गा माताले ल तैँले 3000 वर्ष अब तैँले के खाना खाएर कहिले हावा पिएर कहिले पानी पिएर तैँले जुन किसिमको तपस्या गरे त्यो फल तँलाई बढ्दैन के मान्छ भन्दाखेरि दक्ष प्रजापतिले उहाँ चाहिँ तपाईँको छोरी है पुत्रबाई जन्मियोस् भनेर चाहिँ भन्दाखेरि ल हुन्छ भनेर उहाँले भन्नुभयो। अब उहाँले भनिसकेपछि दक्ष प्रजापतिले त्यसरी अहिले भनिसकेपछि अनि लास्टमा के भन्यो भने माताले के भन्नु भने जुनले मलाई दिन अपैलान हुन्छ है, जुनले मलाई अपैलान हुन्छ मेरो कुरा तिमीले मान्ने छैन त्यतिखेर चाहिँ म यसरी त्याग्न पनि सक्छु अथवा रूप लिन सक्छु अथवा अर्को अवतार लिन पनि सक्छु है। त्यस दिन अन्यथा नमान्नु भनेर पहिले भनिसक्नुभएको थियो है। त्यस पछाडि त्यही कारणले गर्दा पछि उहाँले चाहिँ दक्ष प्रजापति ठिकै छ भने फेरि उहाँले चाहिँ सतीदेवीको अवतार लिनुभयो उहाँले चाहिँ। अब त्यसपछि अब सतीको अवतार लिइसकेपछि अब लास्टमा चाहिँ अनि अब यज्ञमा चाहिँ नबोलाएपछि अब यहाँ आएर चाहिँ महादेवले सतीलाई बोकिसकेपछि है जो रुद्र अवतार चाहिँ उहाँको चाहिँ है। अनि उहाँले जब सम्पूर्ण ठाउँमा गरिसकेपछि यहाँ आएर 22 पतन भयो छत्रेश्वरी भएको थियो है। यो छाया क्षेत्रमा छाएको ढुङ्गा तल पनि छ विशेष गरी छाएको भनेर। अब त्यस भइसकेपछि यहाँ चाहिँ छत्रेश्वर भएको थियो पिछाडि चाहिँ महादेव अब अष्ट भैरव है। अब यहाँ आएर चाहिँ उहाँ चाहिँ तपस्या गर्नुभयो छत्रेश्वरी भएको थियो पिछाडि अष्ट भैरव आएर यहाँ चाहिँ तपस्या गर्नु अष्ट भैरवबाट है। अब विशेष गरी चाहिँ तपाईँको चाहिँ अब 9 ग्रहको साथ तपाईँको राहु केतुको लागि पनि भैरवजीको पूजा गर्ने भएकोले पनि मेन कुरो यहाँ आउनेको श्रद्धालुलाई चाहिँ अब कुनै राहु ग्रह केतु ग्रहहरू छ भनेपछि अब भैरवजीको पूजा
को भैरवजीलाई पूजा गरेपछि उहाँले दिने कुरा भयो है। त्यस पछाडि अरू कुरा चाहिँ अब छत्तेश्वर भयो उहाँको पूजा गरेपछि है, सधैँ 22 पतन भइसकेपछि उहाँले छत्तेश्वर भगवती हुनुभयो है। उहाँ दुर्गै माता हुनुभयो, छत्तेश्वरी भगवती है। अनि उहाँको पूजा गरेपछि उहाँले दिने कुरा पनि भयो एउटा कुरा है, उहाँको पूजा गर्नु पर्यो है। त्यस पछाडि अर्को कुरा चाहिँ म पिशाचले बाध्य हुनु उहाँको पूजा है। त्यसै गरी अब भर्खरै अब जुन अब शिवरात्रि विशेष पार्थिव शिवलिङ्ग पार्थिव शिवलिङ्गको आवश्यक परेको हुँदाखेरि राति कोही आउने विशेष भक्तजनको लागि चाहिँ यहाँ आवश्यक परेको हुँदाखेरि पहिला ल्याएको नर्मदाबाट ल्याएको शिवलिङ्ग त तल मन्दिरमा भयो होइन। तर त्यो शिवलिङ्ग बाहिरको कोही भक्तजन आएर बाहिरमा पूजा गर्छ राति भन्ने भइसक्यो भने चाहिँ अब मै पनि अब कैलाश गएर पार्थिव शिव ल्याएको छ है। अब त्यसको पूजा पनि तपाईँको राति बेसी पूजा हुन्छ र अहिले पनि उहाँहरूको पूजा आज तपाईँले गर्नु भने उहाँले चाहिँ अब दिइ पनि राख्नुपर्छ, दिनु पनि हुनेछ है। दिइराख्नु भनेको यहाँको चाहिँ उहाँले चाहिँ सत्य भगवती पूजा है। विशेष गरी तपाईँ चाहिँ सत्यमा तपाईँको ध्यानबाट, त्रेता युगमा तपाईँको तपस्याबाट है, सत्यमा ध्यानबाट, सत्य त्रेता तपस्याबाट, अब द्वापर युगबाट तपाईँ चाहिँ यज्ञ र पूजाबाट, अब कलियुगमा पूजा है, कलियुगमा उहाँको पूजाबाट चाहिँ है। पूजाबाट भन त कतिपय सत्सङ्गबाट हुन्छ, भजन कीर्तनबाट हुन्छ भन्नुपर्छ है। तर त तपाईँ सबै किसिमको चाहिँ सत्सङ्गबाट त एउटा कुरो अब त जो कलाकार उनले मात्रै पाउने कुरो है। तर पूजाबाट जुन ठाउँमा चाहिँ तपाईँले जुन किसिमको पूजा गर्नु त्यो उहाँले चाहिँ फल दिनुहुन्छ है। उहाँ पूजा भनेको चाहिँ पूजा कलिको चाहिँ है। अब जस्तो यहाँको चाहिँ पूजा भनेको अब दही दुध घिउहरू महहरू उहाँलाई राम्रोसँग ल्याएर गर्नु भनेको चाहिँ अब भई पनि राखेका छन्, भई पनि राखेका छन्। तपाईँ चाहिँ अब यिनी घन्टीहरू है, आफ्नो आफ्नो जो कामहरू पुरा भएर यहाँ चाहिँ केही घन्टीहरू है, केही त आफ्नो खुसीले घन्टी चलाउनु पर्छ, केही चाहिँ तपाईँको चाहिँ उहाँको चाहिँ घन्टीहरू चाहिँ है बाहेक धेरै घन्टीहरू पनि छन्। उहाँहरूले चाहिँ काम मेरो पुरा भयो गुरु भनेर चाहिँ उहाँले ल्याएका घन्टीहरू पनि छ है। त्यसले गर्दाखेरि चाहिँ अब यहाँको बारेमा चाहिँ अब यो चाहिँ एउटा अष्टभैरवहरूले चाहिँ यहाँ गएर तपस्या गरेर माताजीलाई खुसी पार्नु, माताको पूजाआजा गर्नुभयो उहाँले चाहिँ पहिलादेखि पनि है। त्यही कारणले गर्दाखेरि यो ठाउँको लागि चाहिँ एउटा शक्तिपीठमा चाहिँ अष्टभैरवको तपस्या गरेको ठाउँ भने एउटा नेपालमा अष्टभैरवको एकमुष्ट तपस्या गरे भनेको यो ठाउँलाई भनेको तपाईँ चाहिँ जस्तो तपाईँ कालो भैरव पाल्पामा जानुहुन्छ भने यहाँ चाहिँ अष्टभैरव तपस्या गरेको ठाउँ भयो यहाँ चाहिँ है भैरवजीको। त्यही कारणले गर्दा अब यहाँ आजदेखि पनि अब कोही पनि आउन सक्नुहुन्छ भनेपछि है। अब यस्ता कुरा कसैलाई तपाईँलाई चाहिँ राम्रो लाग्यो है, कसैलाई चाहिँ अब सुन्ने इच्छा लाग्यो है, त्यसमा आउनुहुन्छ भने हजुर आउन पनि सक्नुहुन्छ है। कोही पनि कोही ठाउँमा पूजाआजा गर्न आउन पनि सक्नुहुन्छ है यहाँ। किनभने अब हुन त उहाँले बोलाउने कुरा मैले गर्ने कुरा भने म चाहिँ एउटा अलिकति यहाँको चाहिँ अब पुजारी भएको कारणले गर्दाखेरि अब यहाँको एउटा के छ कसो छ भन्दाखेरि पनि अब हजुर पनि यहाँकै हुँदाखेरि मलाई धेरै खुसी लाग्यो। म त है हाम्रै ठाउँको हुनुहुनेछ धेरै कुरा चाहिँ सहयोग गर्नुभयो। यतिखेर पनि अब यो कुरा गरेको पनि हजुरलाई पनि मैले धेरै धन्यवाद दिन चाहन्छु है। यतिखेर आफ्नो टाइमहरू दिइराख्नुभयो चाहिँ पहिला टाइम दिनुभयो, अहिले पनि टाइम दिँदाखेरि मलाई पनि खुसी लाग्छ कि है। किन भन्दाखेरि ब्राह्मणस्य मुखमा सिद्धबाहुरा जन्यः कृतः ऊर्ध्वदशा पदव्यागन सोध्रो हो जाए है। वेदको शिलोमाले भन्नुभयो भगवान् सदाशिवबाट मुखबाट निक्लेको शब्द हो कि उहाँबाट वेदको एक पेसा 11 श्लोक भन्नुभयो है। पहिला सत्यमा तपाईँको मुखदेखि खुट्टासम्म धर्म थियो है। आजको स्वस्थानी पनि आउँछ यो कुराहरू चाहिँ है। आज स्वस्थानीमा पहिला मुखदेखि खुट्टासम्म तपाईँको धर्म भयो है। मुखमा बल, ब्राह्मणको मुख भनेको बल कर्म है। ब्राह्मणले गर्ने काम भनेको के हुन्छ दान दिने कामहरू भयो है। क्षेत्रीय काम त तपाईँको हातको काम भयो, हातको बल भयो तपाईँ चाहिँ है। अब वैश्यको कामहरू के हो त यहाँ भयो तपाईँ बल, यहाँ भयो वैश्यको काम चाहिँ है। पदव्यागन सोध्रो जात त्यसपछि अहिले आएर यहाँ चाहिँ के भयो त खुट्टा, मैले कलियुगमा आएर है। त्यसै गर्दाखेरि चाहिँ अब सत्यको 7,58,000 वर्ष मान्थ्यो सत्ययुगमा है। त्यसको ट्याकै त्यसमा 1% घट्यो है। 1% घट्यो तपाईँले कहाँ त 12,96,000 वर्षमा आयो। त्यसपछि द्वापरीको आयो, कहाँबाट आयो त है। अब कति ज्ञानसँग हजुरले बन्धन छ भने 36 हो। 36मा के हो त ज्ञानबाट ज्ञान आयो, कबाट कर्ममय आयो तपाईँको है। अनि कबाट कर्म आयो, त्यहाँबाट ज्ञान आयो तपाईँ चाहिँ। कबाट खमा जाने मान्छे एकैता ज्ञानमा जानु त हुँदैन तपाईँ चाहिँ है। त्यही कारण पहिला त कति ज्ञानसँग पुरै ज्ञान थियो, मन्त्र शक्ति थियो त्यतिखेर चाहिँ है। त्यतिखेर चाहिँ आफ्ना वाहनहरू त्यो शक्तिद्वारा हुन्थ्यो है। भनेपछि अहिले आएर के भयो त भन्दाखेरि ज्ञानबाट आएर अहिले 18मा आयो तपाईँको चाहिँ 18मा तपाईँको त है। तीर्था ज्ञानबाट 1% घट्यो, तरमा तीर्थायु भयो 1% घटी यहाँ आयो है।
तर बाद ठ्याक्कै त्यहाँबाट आधा घर राखेर तपाईँको कहाँ आएको 8,64,000 बच्चा आयो। यहाँ आयो तपाईँको चाहिँ 2 मा आयो, 18 मा आयो तपाईँ चाहिँ। अब 18 मा आयो अहिले अब कमा आइसक्यो। अहिले त अब कलियो कमा आइसक्यो अहिले है। त्यसै मात्रै हजुर त कमा 1% भनेको अहिले 1%, हजुर त 1% मात्रै पढिराख्नुपर्छ अहिले है। पहिला चाहिँ बुढी पर्सेन्ट हुन्थ्यो, सत्यमा सबैसँग ज्ञान हुन्थ्यो, मन त शक्ति हुन्थ्यो है, आफ्ना वाहनहरू हुन्थ्यो। त्यतिखेर चाहिँ अहिले के आयो त मसिनको युग आयो, तपाईँको कमा आयो मसिन युग है। मसिनबाट हरेक चिजहरू है। अस्ति पनि हजुर मलाई लगिदिनु मसिनबाट भयो त, मलाई कति दुःख हुन्थ्यो नि तपाईँले, किनभने अहिले चाहिँ मसिनको दुःख है। मसिनबाट हुँदाखेरि पनि यो चाहिँ अहिले कलियुग आयो, मसिनको युग आयो है। त्यसले गर्दाखेरि त हजुरले अब यसो आफ्नो समयअनुसार आफ्नो अनुसार पनि अब टाइम दिनु भने मलाई धेरै खुसी लाग्यो। त्यही कारण हजुरलाई पनि यो कुरा मैले अलिकति बुझाउनु पर्यो है। हुन्छ ल, तपाईँलाई पनि धेरै धेरै धन्यवाद है। हजुर।